म त उहाँ किताब बेचेर बसिरहेको मान्छेलाई साह्रै कर गरेर बोलाए। म पनि आउँदै आउँदैन भन्न 2-3 दिन तक गरे उ गरेकै हो। आउँदै आउँदैन म त्यो मन्त्री भएर के गर्ने मैले भनेर 2-3 दिन त जिद्दी गरेको थिएँ। तर यसो सोचेपछि कि देश चाहिँ अलिकति नाजुक स्थितिमा छ। देशमा त्यत्रो आन्दोलन भएको छ, त्यत्रो मान्छे मरेको छ, त्यत्रो चाहिँ के अरे आगजनी भएको छ, नेताहरू कता भागेछ, देश चाहिँ कहाँ जान्छ, के हुन्छ भन्ने कुराहरू एउटा एकदमै देशको परिस्थिति देखेर यसो हुन्छ म मन्त्री भएर केही गर्न सक्छु कि भनेर मन्त्री भएको। त्यो पनि 6 महिनाको लागि मन्त्री भएर त्यो कुर्सीमा बस्न सक्ने मान्छे होइन म। किनभने कुर्सीमा बसेकै छैन। 32-33 वर्षमा डुल्ने मान्छेलाई कुर्सीमा बस्न सक्दैन के, बानी परेछ डुल्ने, अनि कहाँ कुर्सीमा बस है पनि देशको लागि भनेर मन्त्री भएको हो। अनि मन्त्री भएर मैले अब शिक्षा विज्ञान प्रविधि मन्त्री भएपछि मैले त्यो क्षेत्रमा केही न केही त काम गर्नु पर्यो नि। त्यसै मन्त्री भएर यसरी चाहिँ भुँडी समातेर बसेर त भएन। मैले केही न केही सुधारहरू ल्याउनु पर्ने देखेँ। नेपालको शिक्षा क्षेत्रमा भएका बेथितिहरू अनि त्यहाँको चलखेलहरू, त्यहाँको चाहिँ सुधारहरू गर्नुपर्ने कुराहरू देखियो। स्कुलमा, विद्यालय क्षेत्रमा, व्यावसायिक शिक्षाको क्षेत्रमा अनि विश्वविद्यालय क्षेत्रमा, विज्ञान प्रविधिको विकासको क्षेत्रमा धेरै सुधारहरू गर्नुपर्ने देखियो। तर सुधार गर्नुलाई कानुन बनाउनु पर्ने आवश्यकता देखियो। कानुन नबनाइकन सुधार हुँदैन। केही कुरा पनि सुधार गर्नलाई गतिलो कानुन हुनुपर्छ। गतिलो कानुन ल्याउनको लागि मैले प्रयास गरेँ। त्यो कानुन बनाउनै 2 महिना जति लाग्यो। त्यसको लागि टिम बनाएँ मैले। 6वटा टिम बनाएँ। 6वटा टिम बनाएर हरेकलाई चाहिँ के गर्दाखेरि राम्रो हुन्छ, कस्तो कानुन बनाउँदाखेरि राम्रो हुन्छ, कस्तो नियमावली बनाउँदाखेरि राम्रो हुन्छ भनेर 2 महिना लगाएर त्यो बनायो। अनि बनाएको खाका बनायो। त्यो बनाएर फेरि त्यसलाई पास गर्नु पर्यो। कानुनको नमुना बनाएपछि त्यसलाई पास गर्नु पर्यो। पास गर्नको लागि त्यसको प्रक्रियामा जानु पर्यो। प्रक्रियामा जाँदाखेरि धेरै चाहिँ बाधा, धेरै सजिलो छैन प्रक्रिया। एउटा मन्त्रीले कानुन बनाउँदैमा त्यो कानुन हुन्न। मन्त्रीले बनाएको कानुनलाई अर्थ मन्त्रालयमा पठाउनु पर्छ। अर्थ मन्त्रालयले पैसा दिनु पर्यो, त्यसले स्वीकृति गर्नु पर्यो। अब त्यही समय लाग्छ। अर्थ मन्त्रालयबाट कानुन मन्त्रालयमा जान्छ। अनि कानुन मन्त्रालयले पनि हेर्छ, कानुन अनुसार छ कि छैन हेर्छ, केलाउँछ, त्यही टाइम लाग्छ। कानुन मन्त्रालयबाट मन्त्री परिषदमा आउँछ। मन्त्री परिषदमा पनि अरू मन्त्रीहरूले पनि हेर्छ, कुरा बुझ्नु पर्यो। र उनीहरूको कुराहरू पनि केही छ भने त्यहाँ थपथाप गर्छ। अरू मन्त्रीको पनि त केही हुनसक्छ। अनि त्यहाँबाट मन्त्री परिषदले पास गरेपछि विधायक समिति भन्ने हुन्छ। विधायक समितिमा चाहिँ त्यहाँ विज्ञहरूको एउटा टोली हुन्छ हरेक विषयको। उनीहरूले छानबिन गर्छन्। त्यहाँसम्म चाहिँ पुर्याएको मैले। अनि त्यहाँबाट पास भएपछि बल्ल राष्ट्रपति कहाँ जान्छ र राष्ट्रपतिले अध्ययन गरेर, राष्ट्रपतिको टोलीले अध्ययन गरेर अनि उसले स्वीकृति गर्यो भने, राष्ट्रपतिले सही गर्यो भने बल्ल ऐन बन्छ। त्यहाँसम्म त पुर्याएको हो, राष्ट्रपतिभन्दा एक तलसम्म।
त्यहाँदेखि उँभो समय भएको भए त अझै जान्थ्यो, अझै 10-12 दिन अथवा 2 हप्ता जति समय भएको भए पुग्थ्यो। तर समय पुगेन। किन समय पुगेन भने आचार संहिता लाग्यो। 4 गतेदेखि आचार संहिता लाग्यो, 5 गतेदेखि। 4 गते अन्तिम दिन। त्यसैले मैले 4 गतेसम्म चाहिँ त्यो ऐन, त्यो नियमावलीलाई पास गर्नलाई सकेको बोल लगाएँ, सकिनँ। 4 गतेसम्म मैले यो संसदमा उठ्ने भनेर सोचेको पनि थिएँ। र त्यो संसदमा के अरे त्यो ऐन चाहिँ त्यहाँभन्दा माथि गएर राष्ट्रपतिले स्वीकृति दिएको भए म यहाँ उठेर यहाँ आउने नै थिएन, संसदमा उठ्ने नै थिएन। अब त्यहाँ गएर अड्कियो, अब के गरेर बस्ने? अब मन्त्रीले अरू गर्ने काम त यो अवधिमा त, यो चुनावको अवधिमा केही गर्ने काम हुँदैन। त्यही अलिअलि फाइल साइलहरू आउँछ, के अरे सही गरेर बसो। त्यो फाइलहरू सही गर्ने बस्ने काम गरेर के काम थियो? अझै 3 महिना जतिमा मन्त्री हुन पाउँथेँ म अहिलेको। अब 3 महिना मन्त्री भएर के गर्ने? कुर्सीमा बसेर, हुनी पल्टाएर बसेर के गर्ने? त्यो भनेर मैले राजीनामा दिएको हो र यहाँ लड्नु आएको हो। त्यही भने त नि जिन्दगीमा सोचेको थिएन, मैले नि सोचे, अरूले त कुरै छाडौँ न, मैले सोचेको थिएन 4 गतेसम्म संसदमा आएर यहाँ चुनावमा लड्छु भनेर। त किन नसोचेको कुरा किन गरे त भन्ला। मेरो बानी के छ भने कुनै काम गर्छु भनेर सुरु गरिसकेपछि सुरु गरेको कामलाई नगरी नछोड्ने, कुनै हालतमा नगरी नछोड्ने। अब त्यहाँसम्म गएर अड्किएको कुरालाई अब फेरि अगाडि बढाएर त्यो ऐन कानुनहरू नियमावलीहरू पास गर्नलाई म आफै संसदमा गएर लड्छु भनेर म चाहिँ उडेको उम्मेदवार भएको। त्यही हो मुख्य कुरा। अब उम्मेदवार भएर गएपछि भित्र गएर संसदमा गएर कराउन त पाइयो नि, बाहिर बाटो गराएर त कसैले सुन्नेवाला छैन। भित्र गएपछि कराउन पाइयो। त्यसैले म चाहिँ उम्मेदवार उठेको हो। मेरो चुनाव चिन्ह आएको छ, तिनकुने यहीँ आछ त, यो चुनाव चिन्ह पनि देखाउन भनेर आएको आज। यही हो कुरा होइन, अहिले आउँछ र यो चुनाव चिन्ह पनि देखाउनु पर्यो। अनि यो कुरा पनि भन्नु पर्यो किन उठ्यो भन्ने कुरा। त्यसको लागि चाहिँ म आएको हो। शिक्षा क्षेत्रमा, विज्ञान प्रविधिको विकासको क्षेत्रमा केही न केही गर्ने। अब बाँचुन्जेल, मरेपछि सिद्धियो है भनेर म चाहिँ उम्मेदवार भएको हो, आँट गरेको हो मैले। म चाहिँ सेरुवा छैन। म चाहिँ आँट गरेपछि आँट गरेपछि गरे त्यो आँट गरेको कुरोलाई जसरी भए पनि गर्छु म। सबैले देखेको छ, संसारले देखेको छ। सरकारले 1 रुपियाँ नदिँदाखेरि पनि त्यत्रो सरकारको ठुलो कारखाना चलाउने आँट गरेर अहिले चलाइदिएछु त मैले। कारखाना चलिरहेछ, यति ठुलो कारखाना। कसैले आँट गर्दैन। राष्ट्रिय आविष्कार केन्द्र चलेर के अरे खोलेर त्यसलाई चलाइरहेको छु, त्यो पनि आँट गरेको। उहिले केही नहुँदाखेरि गाउँ गाउँमा इन्टरनेट लैजान्छु भनेर आँट गरेर चलाएको हो। यस्ता धेरै कुराहरू छन्। त्यसैले म चाहिँ यहाँ उम्मेदवार भएको हो स्वतन्त्रबाट। अब मैले भने स्वतन्त्र त म सधैँ स्वतन्त्र हो, कहिले पनि कसैको पछि लागेकै छैन। लाग्यो भने नि लाग्दैन क्या कसैको पछि। आफ्नो बुद्धिले चल्ने हो नि, अर्काको बुद्धिले चल्दैन म। अनि स्वतन्त्रबाट उम्मेदवार भएर गरेर एकजना मान्छेले के गर्छ भनेर भन्छन् मान्छेहरूले, साथीहरूले भन्छन् पार्टीबाट उठे पो हुन्छ त, एउटा उठेर के हुन्छ, के गर्न सक्छ भन्छ। गर्नेले गर्छ, कोसिस गर्ने हो। स्वतन्त्र भएर एकजना भए पनि म एक्लो छैन,
मेरो टोली हुन्छ। के को टोली हुन्छ? सांसदहरूकै टोली हुन्छ। को सांसदको टोली हुन्छ भन्दाखेरि युवा सांसदहरूको टोली हुन्छ मेरो। किनभने मैले जहिले पनि युवाहरूसँग काम गर्छु, युवा सांसदहरूसँग काम गर्छु। अबको चुनावमा को युवाहरूले जित्छ त्यो युवाहरूलाई जोडेर उनीहरूसँग मिलेर काम गर्ने हो। र अहिले जो गर्न खोजिरहेको थियो, जो काम अड्किएको छ त्यो कुराहरू र अन्य कुराहरू पनि योजनाहरू बन्छन् भनेर मैले चाहिँ काम गर्ने हो। यसरी म एक्लो हुँदैन। मान्छेले भन्ला यो एक्लैलाई के भोट दिनु, किन भोट खेर फाल्ने भन्छन् होला। अब खेर फाल्नु मन लाग्छ भने फाल, मन लाग्दैन भने नफाल, होइन? भोट दिनु मन लाग्छ भने भोट देऊ, मन लाग्दैन भने भोट नदेऊ, होइन? तर काम गर्न चाहिँ छोडिँदैन, होइन? अहिलेसम्म कोही बदमासी गरेको छैन, कसैलाई चाहिँ हानि नोक्सानी पुर्याएको छैन मैले, होइन? बरु आफैले जे खप्नुपर्ने आफैले खपेको छु। मलाई त केही फिकर छैन, केही फिकर छैन। त्यसैले तपाईँहरूलाई म के अनुरोध गर्न चाहन्छु भने, होइन केही गर्ला जस्तो छ यो मान्छेले भन्ने लाग्छ भने भोट देऊ, के गर्ला र विश्वास नै लाइन भन्ने हो भने नदिए नि हुन्छ, है? त्यो हो। म चाहिँ त्यसरी चाहिँ मलाई भोट दिनुहोस्, मलाई जिताउनुहोस्, म जितेपछि तपाईँहरूलाई यसो गरिदिन्छु उसो गरिदिन्छु भनेर ढोकर्नु लम्बसार चाहिँ पर्दैन। म युवाहरूले पनि यो कुरा बुझ्नु। युवाहरूले कसैको चाहिँ झोला बोकेर कसैले खाना दियो भनेर, कसैले पैसा दियो भनेर पछि लाग्ने बानी गर्यो भने युवाहरू जान्छ खोल्दै खोला, है? खोलै जाने हो। किनभने यो गम्भीर भएर सोच्नुपर्ने विषय हो। गम्भीर भएर नसोच्नु टिका लगाइदिन सक्नुहुन्छ। ल म्याडमहरूलाई पनि वेलकम छ। हाम्रो मालिक प्राविको चाहिँ शिक्षक एजीहरूले चाहिँ उहाँलाई चाहिँ हो सर दाइ एउटा त्यो हाम्रो त्यो क्लबको त्यो टावरको बारेमा नि हल्का उस गरेर तपाईँले चाहिँ उस गरिदिनु ल है। अहिले लास्टमा ल कुरा चाहिँ यति हो, धेरै छैन। कसैको केही प्रश्न छ भने सोध, है? कसैलाई के सोध्नु मन लागेको छ ल सोध्नु आमासम्म ल मनमा लागेको कुराहरू मजाले सोध्नु पाउनुहुन्छ ल। ए जिज्ञासा छ भने सोध सोध्नु सक्यो मेरो कुरा त। प्रश्न छोडेर जिज्ञासा लागे सोध्नुहोस्। दाइले अरूको जस्तो चिप्लो चाप्लो भन्नु जान्नुहुन्न, आफ्नो जे जानिदिन्छु त, चिप्लो घस्ने पनि जानिदिन्छु तर घस्दैन क्या। दादा गएर न माला ल्याएकोले माला लाग्दैन म पनि के भन्नुहुन्छ अरे सोध्ने क्वेसनको सबै उत्तर आइसक्यो, के सोध्ने अब।